पक्कै पनि तपाईँ यो भिडियोसम्म पुगिसक्नु भएको छ भने मलाई थाहा छ तपाईँलाई पनि अनलाइनबाट अर्न गर्नु छ र म एउटा चाहिँ ग्यारेन्टी दिन्छु कि तपाईँले यो भिडियोलाई लास्टसम्म हेर्नुभयो भने तपाईँलाई हाउ टु मेक मनी फ्रम अनलाइन इन नेपाल भनेर युट्युब गुगल टिकटक कतै पनि सर्च गर्नुपर्ने होला छैन। बस यो भिडियोलाई चाहिँ लास्टसम्म हेरिदिनु होला है। सो लास्टमा चाहिँ म एउटा यस्तो मेथड भनिदिन्छु जहाँदेखि तपाईँले 40,000 होइन 50,000 होइन 1 लाखसम्म पनि कमाउन सक्ने होला छ। त्यो एउटा यस्तो वेबसाइट छ जो नेपाली वेबसाइट द एसआरके युनिभर्सिटी भन्ने, जहाँबाट तपाईँले सेलर सेन्टर एकाउन्ट क्रिएट गरेर यति इन्कम जेनेरेट गर्न सक्नुहुन्छ, 1 लाखसम्म पनि कमाउन सक्ने होला छ। र यो कसरी कहाँदेखि स्टार्ट गरे त्यो सबै कुराहरू म एक्सप्लेन गरिदिने होला छु यो भिडियोमा। तर यो भिडियो चाहिँ लास्टसम्म हेर्नुपर्ने हुन्छ र लास्टमा चाहिँ त्यो मेथडहरू कसरी हुन्छ म स्टेप बाई स्टेप गाइड गर्दै जान्छु। र फर्स्टमा चाहिँ म आफ्नो इन्ट्रो दिन्छु। माइसेल्फ किरण गिरी र म केजी डिजिटल एन्ड ग्रो एनपीको ओनर हो र मैले डेली बेसिसमा हाउ टु मेक मनी फ्रम अनलाइन भनेर चाहिँ कन्टेन्टहरू अपलोड गरेर आएको हुन्छु र डेली बेसिसमा आफ्नो लाइभ इन्कम प्रुफ र मेरो टिम मेम्बरहरूले कमाएको इन्कम प्रुफहरू मैले टिकटकहरुमा शेयर गरेर राखेको छु, स्टोरीहरुमा शेयर गरेर राखेको छु। तपाईले अझसम्म पनि हेर्नु भएको छैन भने इन्स्टाग्रामको हाइलाइट्सहरु चेक गर्न सक्नुहुन्छ। र अब चाहिँ हामी कुरा गर्ने छौं मेरो अचिभमेन्टको बारेमा थोरै हामी कुरा गर्ने छौं। म केजी डिजिटलको ओनर र मैले दासार युनिभर्सिटीमा काम गर्न लागेको 3 महिना मात्रै भयो र 3 महिनामा मैले अहिलेसम्म धेरै डिफरेन्ट स्किल्सहरु सिकिसके है। धेरै स्किल्सहरु सिकिसके, कन्टेन्ट क्रिएसन देखि लिएर मार्केटिङ स्ट्र्याटेजी देखि लिएर प्रमोसन स्ट्र्याटेजी देखि लिएर स्क्रिप्ट राइटिङ देखि लिएर पर्सनल ब्रान्डिङ देखि लिएर यति धेरै कुराहरु दासार युनिभर्सिटीबाट हामीले सिक्यौं। र अहिले चाहिँ मैले विकलीमा 15,000 हैन 20,000 सम्म अर्न पनि गरेर आएको छु। त्यो पनि लाइभ प्रुफ म तपाईहरुलाई देखाउने छु। त्यो चाहिँ तपाईले लाइभ प्रुफ हेर्नको लागि मेरो इन्स्टाग्रामको हाइलाइट्सहरु चेक गर्नुभयो भने त्यहाँ पाउनुहुन्छ मैले विकलीमा कति कमाइराखेको छु र मेरो टिम मेम्बरहरुले कति कमाइराख्नु भएको छ। र अब चाहिँ तपाईले चाहिँ कसरी कमाउने यो भिडियो हेरिसकेपछि तपाईले पनि त्यो अमाउन्ट अचिभ गर्न सक्नुहुन्छ जसरी मैले गरे। सो फर्स्टमा चाहिँ म तपाईले अब कम्पनीको बारेमा भन्दिन्छु। कम्पनी चाहिँ dasrkuniversity.com हो, जो यो चाहिँ एउटा कर्पोरेट कम्पनी हो, जो कर्पोरेट कम्पनी हो जो एसआरके ग्रुपले ओन गर्छ दासारके युनिभर्सिटीलाई। सो यो प्लेटफर्म एउटा ई लर्निङ प्लेटफर्म हो जसमा तपाईले एजुकेशनल कन्टेन्टहरु पाउनुहुन्छ। यहाँदेखि तपाईले स्किल्सहरु सिकेर डिफरेन्ट सेक्टरमा तपाईले काम गर्न सक्नुहुन्छ। र यति कुरा चाहिँ ग्यारेन्टी दिन्छु कि तपाईले यो भिडियो लास्टसम्म हेर्नु भयो भने त्यो मेथड पनि भनिदिने आला छु जहाँदेखि मैले विकलीमा 18,000 20,000 इन्कम जेनेरेट गरेर आएको छु। र तपाईले यो भिडियो हेरिसके पनि पक्कै पनि त्यो अमाउन्ट तपाईले पनि जेनेरेट गर्न सक्नुहुन्छ। सो यो भिडियो चाहिँ लास्टसम्म हेर्नु होला। सो यो कर्पोरेट कम्पनी भइसकेपछि यो चाहिँ ई लर्निङ प्लेटफर्म हो जहाँबाट मल्टिपल सेक्टरबाट हामीले स्किल्सहरु सिकेर मल्टिपल वेजमा अनलाइनबाट अर्न गर्न सक्छौं। र यसमा 15 वटा भन्दा धेरै डिजिटल स्किल्सहरु सिक्न पाउँछौं। 15 वटा भन्दा धेरै हामीले स्किल्सहरु सिकेर एउटा राम्रो इन्कम बिल्ड गर्न सक्छौं अनलाइनको थ्रु। र यसको बारेमा हामी डिटेलमा बुझ्ने छौं। र यसबाट हामीले के कुरा सिक्न सक्छौं, यसबाट चाहिँ हामीले डिजिटल मार्केटिङ सिक्न सक्छौं, ग्राफिक डिजाइन सिक्न सक्छौं, दाभिन्ची रिभर सिक्न सक्छौं, प्रिमियम प्रो, आफ्टर इफेक्ट, पर्सनल ब्रान्डिङ देखि लिएर सेल्स स्किल देखि लिएर कन्टेन्ट स्ट्र्याटेजी देखि लिएर कन्टेन्ट क्रिएसन देखि लिएर स्क्रिप्ट राइटिङ देखि लिएर ग्राफिक डिजाइन देखि लिएर एनीथिङ तपाईले यहाँदेखि सिक्न सक्नुहुन्छ र एउटा इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। र द एसआरके युनिभर्सिटीले एउटा यस्तो अपर्च्युनिटी पनि दिएको छ तपाईले द युनिभर्सिटीमै काम गरेर पनि तपाईले पैसा कमाउन सक्नुहुन्छ। त्यो स्किल्सहरु त सिकेर फ्रीलान्सिङ गरेर त अर्को पार्ट भयो, पोर्टफोलियोहरु बनाएर त्यो पनि उहाँहरूले सिकाउनुहुन्छ। तर युनिभर्सिटीमै काम गरेर पनि तपाईले अर्न गर्न सक्नुहुन्छ। त्यो कसरी भनेर चाहिँ म अब तपाईलाई भन्ने आला छु। सो फर्स्टमा चाहिँ युनिभर्सिटीको बारेमा तपाईले बुझिसक्नुभयो। यो एउटा कर्पोरेट कम्पनी हो, एउटा लिगल कम्पनी हो, ओसीआर मा दर्ता भएको कम्पनी हो जसमा तपाईले यसबाट कमाएको पैसाको 15% ट्याक्स पनि अमाउन्ट तिर्नु पर्छ जो तपाईको पेन नम्बरमा देखिने आला छ हैन। सो अब चाहिँ यो कम्पनीको बारेमा थोरै भनिदिन्छु। यो कम्पनीमा 9 वटा डिजिटल स्किल्सहरु छ। तपाईले यसमा सेलर सेन्टर एकाउन्ट क्रिएट गर्नुपर्ने हुन्छ। सेलर सेन्टर एकाउन्ट क्रिएट गरिसके भनेपछि तपाईले यसबाट डिफरेन्ट वेजहरुबाट अर्न गर्न सक्नुहुन्छ। तपाईको स्टोर क्रिएट गर्नुपर्ने हुन्छ, एफिलिएट एकाउन्ट क्रिएट गर्नुपर्ने हुन्छ, तपाईको स्टोरमा डिजिटल प्रोडक्टहरुलाई लिस्ट आउट गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईले यसबाट अर्न गर्न सक्नुहुन्छ। र यसमा अर्न गर्नको लागि तपाईले 5 डेजको एडभान्स ट्रेनिङ दिन्छ जहाँबाट मैले पर्सनली 5 डेजको एडभान्स ट्रेनिङ लिइसकेपछि यो एउटा अमाउन्ट जेनेरेट गरेको छु जो 7 डेजमा मैले 20,000 सम्म इन्कम जेनेरेट गरेको छु। यो पोसिबल भएको छ त्यो 5 डेजको ट्रेनिङ, त्यो 5 डेजको एडभान्स ट्रेनिङ जो एसआरके युनिभर्सिटीले प्रोभाइड गर्छ। त्यहाँदेखि नै सिकेर म मात्रै हैन म भन्दा धेरै स्टुडेन्टहरुले अनलाइनबाट अर्न गरेर राख्नु भएको छ, हाउसवाइफहरुले अर्न गरेर राख्नु भएको छ, टिचरहरुले पनि अर्न गरेर राख्नु भएको छ। तपाईले मेरो इन्स्टाग्राममा हेर्नुहुन्छ भने त्यो फिडब्याकहरु तपाईले मजाले पाउनुहुन्छ। र हाम्रो क्लासेसहरु 5 डेजको एडभान्स ट्रेनिङको सिरिजहरु पनि मैले इन्स्टाग्राममा हालिरहेको हुन्छु। यो सबै कुराहरु बुझिसके भनेपछि अब यसबाट अर्निङ चाहिँ कसरी हुन्छ त्यो कुरा बुझौँ है। सो लास्टमा चाहिँ मैले भनिसकेको छु तपाईहरुलाई
स्पेशल कुरा पनि भन्दैछु, जो दुईटा मेथड जहाँबाट यस्तो दामीले अर्निङ हुनेवाला छ एसआरके युनिभर्सिटीबाट, र त्यो अपर्च्युनिटी एसआरके युनिभर्सिटीले तपाईँहरूलाई दिन्छ फेरि है, सबैलाई दिन्छ। सो यो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु पर्यो। त्यो कुरा चाहिँ मैले स्टेप बाई स्टेप भन्नेवाला छु। त्यो कुरा फर्स्टको कुरा तपाईँले सुन्नु भएन, सिधै लास्टमा लग्नु भयो भने बुझ्नु नै आला छैन। सो फर्स्टमा चाहिँ म इन्ट्रोड्युस गरिदिन्छु द एसआरके युनिभर्सिटी, एउटा अपटेक कम्पनी भइसकेपछि यो एकदमै लिगल कम्पनी हो। तपाईँले यसमा डिजिटल प्रोडक्ट लिस्ट आउट गर्नुपर्ने हुन्छ र तपाईँले यसमा कमाउनको लागि चाहिँ एकाउन्ट क्रिएट गर्नुपर्ने हुन्छ। एकाउन्ट क्रिएट कसरी गर्ने, सेलर सेन्टर एकाउन्ट कसरी क्रिएट गर्ने भन्नेको बारेमा हामी कुरा गर्छौँ। सेलर सेन्टर एकाउन्ट क्रिएट गर्नको लागि तपाईँले हाम्रो कम्पनीको 4वटा प्याकेज हुन्छ। अब यसमा चाहिँ इन्भेस्टमेन्ट भन्ला होला, अनलाइनको थ्रु एउटा लिगल वेमा अर्न गर्नु छ भने थोरै एमाउन्ट इन्भेस्टमेन्ट चाहिँ लाग्छ है। सो सबैलाई भनिदिन्छु, एडभान्स 5 डेजको एडभान्स ट्रेनिङ हुन्छ, कस्टमर सपोर्ट हुन्छ, तपाईँले डिजिटल प्रोडक्टहरू दिइरहेको हुन्छ, डिजिटल स्किल्सहरू सिकाइरहेको हुन्छ भने अलिकता एमाउन्ट त एसआरके युनिभर्सिटीले पक्कै पनि चार्ज गर्छ, किनकि एउटा वेबसाइट त्यत्रो वेबसाइट बनाउनु पर्ने हुन्छ, तपाईँको लागि ट्रेनिङ सेसनहरू स्टार्ट गर्नुपर्ने हुन्छ भने पक्कै पनि एउटा सानो एमाउन्ट चाहिँ लाग्छ। त्यो एकदम ठुलो एमाउन्ट होइन, सबैले अफोर्ड गर्न सक्ने, स्टुडेन्टहरूले, हाउसवाइफहरूले सबैको लागि हो भनेर चाहिँ त्यो डिजाइन गरेको त्यो साइट्स हो। सो यसको लागि चाहिँ तपाईँले कुनै आतिनु पर्दैन, एउटा सानो एमाउन्टदेखि स्टार्ट गर्न सक्नुहुन्छ। सो हाम्रो युनिभर्सिटीमा 4वटा प्याकेज रहेको छ। 4वटा प्याकेजमा चाहिँ हामी फर्स्ट प्याकेजको चाहिँ कुरा गर्नेछौँ। फर्स्ट प्याकेजमा चाहिँ बेसिक प्याकेज रहेको छ, जसको कस्ट ओन्ली 1500 रुपियाँ रहेको छ। अब यो 1500 मा हामीले हालेम प्याकेज त किन्यौँ, अब यसबाट हामीले पैसा चाहिँ कसरी कमाउँछौँ त होइन, पैसा इन्भेस्ट त गर्छौँ तर पैसा चाहिँ कसरी आउँछ भन्ने लागिरहेको होला। 4वटा प्याकेजमा चाहिँ फर्स्ट प्याकेज बेसिक हो। बेसिकमा तपाईँले कमाउन सक्नुहुन्छ 3वटा डिजिटल स्किल्सहरू सिकेर, हाई पेइङ डिजिटल स्किल्स सिकेर अहिलेको जेनेरेसनलाई टार्गेट गरेर बनाएको हाई पेइङ डिजिटल स्किल्सहरू। यो चाहिँ तपाईँले अपवर्क, फाइबरहरूमा फ्रिलान्सिङ गरेर पनि कमाउन सक्नुहुन्छ। र अर्को कुरा, अब युनिभर्सिटीले दिएको अफरहरू पनि हुन्छ, युनिभर्सिटीबाट पनि तपाईँले कमाउन सक्नुहुन्छ, तर कसरी यो बारेमा पनि कुरा गरौँ। हाम्रो 5 डेजको एडभान्स ट्रेनिङ हुन्छ, जसमा तपाईँले कम्पनीको भिजन, पर्सनल ब्रान्डिङ, ग्राफिक डिजाइनको नर्मल ग्राफिक डिजाइनहरू, प्रमोसन स्ट्राटेजीदेखि लिएर कन्टेन्ट फाइन्डिङदेखि लिएर एभ्रिथिङ सिक्नुहुन्छ। जहाँदेखि 5 डेजको एडभान्स ट्रेनिङ लगेर मैले मिलियन्स अफ भ्युज जेनेरेट गराएको छु। केजी डिजिटल एन्ड ग्रो एनपीमा तपाईँले टिकटकमा गएर पनि हेर्न सक्नुहुन्छ, र इन्स्टाग्राममा गएर मेरो हाइलाइट्सहरू चेक गर्नुहुन्छ भने त्यहाँ पनि मेरो रिजल्टहरू हेर्न सक्नुहुन्छ। सो विकलीमा मैले 20,000सम्म इन्कम जेनेरेट गराएको थिएँ प्रो प्याकेज लिएर। अब त्यो प्रो प्याकेजको पनि हामी कुरा गर्दैछौँ, र यो चाहिँ बेसिक प्याकेजको भयो। र बेसिक प्याकेजमा चाहिँ दुईवटा अर्को वे छ। एउटा वे भनेको डिजिटल प्रोडक्ट सेलिङ, अर्को वे भनेको सेलर सेन्टर एकाउन्ट सेल आउट। तपाईँले सेलर सेन्टर एकाउन्ट सेल आउट गर्नुभयो भने तपाईँले बोनसेसहरू पनि, मिनिमम बोनस पनि तपाईँले 100 रुपियाँदेखि स्टार्ट हुन्छ। मिनिमम तपाईँले एकचोटि होइन, त्यो 10-15 चोटि डेली दिनमा तपाईँले, मैले पर्सनल्ली 3000सम्म बोनस पाएको छु युनिभर्सिटीबाट। त्यो बोनस एमाउन्ट पनि जेनेरेट गर्न सक्नुहुन्छ, तर तपाईँले सेलर सेन्टर एकाउन्ट सेल आउट गर्न आउनुपर्ने हुन्छ। तर त्यो कसरी गर्ने भन्नुभयो, त्यो 5 डेजको एडभान्स ट्रेनिङमा तपाईँले A to Z सिक्नु नै आला छ। त्यही सिकेर चाहिँ मैले त्यो एडभान्स ट्रेनिङ सिकेर नै मैले अहिले यो इन्कम बिल्ड गराएको छु। 20,000सम्म विकलीमा जेनेरेट गरिरहेको छु, र अपकमिङ डेजमा म 30,000सम्म इन्कम जेनेरेट गर्नेवाला छु विकलीमा। सो अब चाहिँ हामी अर्को प्याकेजको कुरा गरौँ, जसको स्ट्यान्डर्ड प्याकेज रहेको छ, जसको कस्ट ओन्ली 3000 रहेको छ। एउटा अर्को अफर 3000 रहेको छ, जो हामी बेसिकको कुरा गरेका थियौँ नि, त्यो बेसिक चाहिँ अटोमेटिकली तपाईँले फ्रीमा पाइहाल्नुहुन्छ। बेसिक प्याकेजको 3टा डिजिटल प्रोडक्ट र बेसिकको एकाउन्ट तपाईँले फ्रीमा, स्ट्यान्डर्ड किन्ने बित्तिकै तपाईँले त्यो डिजिटल प्रोडक्टहरू फ्रीमा पाइहाल्नुहुन्छ। तपाईँले यसबाट डिजिटल प्रोडक्ट किनिसक्यो भनेपछि, तपाईँको एफिलिएट सेलर सेन्टर एकाउन्ट क्रिएट गरिसक्यो भने तपाईले लिस्ट आउट गर्नुहुन्छ, फेरि त्यही मेथड तपाईले डिजिटल स्किल्सहरू सिक्न सक्नुहुन्छ यसबाट। अनि फेरि फाइबर, अपवर्क धेरै वेजमा अर्न गर्न सक्नुहुन्छ। तर अघि चाहिँ 1500 हामीले इन्भेस्ट गर्दाखेरि पनि त्यही थियो, यसमा पनि त्यही रहेछ भनेर। तर यसमा चाहिँ इन्कम चाहिँ डिफ्रेन्ट छ नि त। बेसिकमा तपाईँले सेलर सेन्टर एकाउन्ट सेल आउट गरेर मन्थलीमा तपाईँले, बेसिकमा कुरा गर्दैछु 1500 को, जसबाट तपाईँले मन्थलीमा तपाईँले कति कमाउन सक्नु होला त, 10,000 देखि 15,000 मिनिमम त्यति कमाउन सक्नुहुन्छ। र स्ट्यान्डर्डमा चाहिँ अब कसरी 3,000 लगानी गरेपछि त अलिक धेरै कमाउनु पर्यो नि त होइन। कम्पनीले त्यही अनुसार डिजाइन गरेको नि त कोर्स। अब जति इन्भेस्ट धेरै गर्न सक्नु, जति स्किल्सहरू सिक्नुभयो, जति एडभान्स ट्रेनिङहरू लिनुभयो, त्यति इन्कम धेरै हुने हो। सो स्ट्यान्डर्डमा चाहिँ तपाईँले 3,000 रुपियाँ मात्र लाग्नेवाला छ। तपाईँले यसमा सेलर सेन्टर एकाउन्ट सेल आउट गर्न सक्नुभयो भने मन्थलीमा 20,000 देखि 25,000 इजिली घर बसेर मोबाइल र इन्टरनेटको प्रयोगले गर्न सक्नुहुन्छ। तर सेलर सेन्टर एकाउन्ट सेल आउट र एफिलिएट प्रोग्रामलाई सेल आउट गर्न सक्नु पर्यो, अथवा डिजिटल प्रोडक्टलाई सेल आउट गर्न सक्नु पर्यो। अरू स्किल्सहरू सिकेर अपवर्क, फाइबरमा फ्रिलान्सिङ गर्ने त एउटा डिफ्रेन्ट कुरा भयो। त्यसको पनि पोर्टफोलियो जेनेरेट गरेर इन्कम कसरी गर्ने, त्यो सबै कुराहरू सरले 5 डेजको एडभान्स ट्रेनिङमा पनि सिकाउनुहुन्छ। र मेटा एड्सहरू पनि सिकाउनुहुन्छ तपाईँले कसरी पोस्टर डिजाइन गर्ने, मेटा एड्स कसरी रन गर्ने, यो कुराहरू पनि तपाईँले सिक्नुहुन्छ स्ट्यान्डर्डमा। र अर्को आयो प्रिमियम 1 मात्र यसको कोर्स रहेको छ
5000 र यो सबैजनाको फेभरेट, सबैजना धेरै जस्तो युनिभर्सिटीमा आउनेहरूले चुज गर्ने प्याकेज भनेको प्रिमियम हो, किनकि यसमा तपाईँले बेसिक र स्ट्यान्डर्ड फ्रीमै पाउनुहुन्छ। यसको सबै डिजिटल प्रडक्टहरू फ्रीमा, यसको सबै अपर्च्युनिटीहरू फ्रीमा, र यसमा 24 आवर गाइड र 24 आवर कस्टमर सपोर्ट फ्रम कम्पनी पाउनुहुन्छ, र मेरो पर्सनल मेन्टरसिप पाउनुहुन्छ जहाँबाट मैले पर्सनली एक्सपिरियन्सहरू जेनेरेट गरेको थिएँ। तपाईँले यो सबै प्याकेजहरूमा पाउनुहुन्छ पर्सनल मेन्टरसिप चाहिँ, तर कस्टमर सपोर्ट पनि तपाईँले सबैबाट पाउनु हुनेवाला छ। र ट्रेनिङमा चाहिँ के डिफ्रेन्सेस हुनसक्छ, सो प्रिमियम प्याकेजमा पनि तपाईँले बेसिक र स्ट्यान्डर्ड फ्रीमा पाइहाल्नुहुन्छ, त्यहाँको डिजिटल प्रडक्टहरू फ्रीमा पाइहाल्नुहुन्छ, जहाँबाट तपाईँले डिफ्रेन्ट स्किल्सहरू सिकेर तपाईँले अपवर फाइबरहरूमा मजासँग इन्कम पोर्टफोलियोहरू बनाएर इन्कमको जेनेरेट गर्न सक्नुहुन्छ। र युनिभर्सिटीमा तपाईँले सेल्स एन्ड अकाउन्ट, डिजिटल प्रडक्ट सेलिङ, पर्सनल ब्रान्डिङहरू गरेर कन्टेन्ट क्रिएसन गरेर एभ्री वे धेरैवटा वेबाट अर्न गर्न सक्नुहुन्छ। तर पर्सनली रिकमेन्ड गर्छु म सेल्स एन्ड अकाउन्ट। अब सेल्स एन्ड अकाउन्टको बारेमा थाहा छैन भने एकचोटि तपाईँले गुगलमा गएर सेल्स एन्ड अकाउन्ट, एमाजोन सेल्स एन्ड अकाउन्ट भनेर सर्च गर्न पनि सक्नुहुन्छ। लाइक सेम म्याथड हो हाम्रो युनिभर्सिटीमा पनि, तपाईँले त्यसरी पनि अर्न गर्न सक्नुहुन्छ। र आई होप अब चाहिँ नेक्स्ट वान हामी जानेछौँ प्रो प्याकेजमा। अब प्रो प्याकेजको कस्ट मात्र 7000 रहेको छ, जहाँबाट मैले पर्सनली स्टार्ट गरेको थिएँ र अहिले मैले विकलीमा 20000सम्म इन्कम जेनेरेट गरिसकेको छु प्रो प्याकेज लिएर। अब यो प्रो प्याकेजमा चाहिँ इन्कम धेरै हुन्छ, अरू नर्मल प्याकेजहरू भन्दा धेरै हुन्छ। यसबाट तपाईँले 40,000 होइन, 50,000 होइन, 1 लाखसम्म कमाउन सक्नुहुन्छ। मैले फर्स्टमा भनेको थिएँ नि, यही प्याकेजदेखि हो। यो प्याकेजदेखि तपाईँले मन्थलीमा त्यति इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। र त्यो लाइभ प्रुफ हेर्नु छ भने मेरो इन्स्टाग्राम आइडी केजी डिजिटलमा गएर हाइलाइट्सहरू चेक गर्न सक्नुहुन्छ है। सो त्यो कुनै फेक स्क्याम होइन, त्यहाँ तपाईँले म विथ डिटेलहरू पठाइदिन्छु, ब्याङ्क स्टेटमेन्टहरू सहित मैले स्टोरीमा हालिदिएको छु, र लिगल डकुमेन्टहरू सबै त्यहाँ हेर्न सक्नुहुन्छ। र प्रिमियम लिँदाखेरि तपाईँले 9वटा डिजिटल प्रडक्टहरू पाउनुहुन्छ, डिजिटल प्रडक्ट पाउनुहुन्छ जो तपाईँले सेलर सेन्टर अकाउन्टमा लिस्ट आउट गर्न सक्नुहुन्छ। यो भइसक्यो भने तपाईँले अनलिमिटेड सेलर सेन्टर अकाउन्ट सेल आउट गर्न सक्नुहुन्छ, र तपाईँले डेली बेसिसमा अनलिमिटेड सेलर सेन्टर अकाउन्ट सेलेक्ट गर्न सक्नुहुन्छ, विकलीमा पनि अनलिमिटेड, र तपाईँको इन्कमको लिमिटै हुनेवाला छैन सेलर सेन्टर अकाउन्ट सेलेक्ट गर्न सक्नुभयो भने। अब यो कसरी गर्ने भन्नुहुन्छ भने यसको लागि हाम्रो 5 डेजको एडभान्स ट्रेनिङ हुन्छ, जहाँबाट मैले पर्सनली लिएर अहिले चाहिँ इन्कम बिल्ड गरेर आएको छु, इन्कम जेनेरेट गरेर आएको छु, र तपाईँले पनि डेफिनेटली गर्नुहुन्छ। र मेरो पर्सनल मेन्टरसिप पनि हुनेवाला छ तपाईँसँग, त्यही भएर तपाईँले मजाले कमाउनु हुनेवाला छ। अब हामी यो कुरा त सबै बुझ्यौँ होइन, प्रो प्याकेज यो सब 4वटा प्याकेज सुनिसक्यो भने तपाईँ एउटा प्याकेज त चुज गरिसक्नु भयो होला पक्कै पनि। अब तपाईँले थापै पनि सक्नु लागि 50-40,000 होइन, 50,000 1 लाखसम्म कमाउने म्याथड पनि सुनिसक्नु भएको होला होइन अनलाइनबाट। र तपाईँले अनलाइनबाट जतिवटा पनि अनलाइनबाट इन्कम गर्ने म्याथडहरू हुन्छ त्यो सबै म्याथड हो दयास आरके युनिभर्सिटीबाट सिक्नुहुन्छ, जो पर्सनल ब्रान्डिङदेखि लिएर कन्टेन्ट क्रिएसन, स्क्रिप्ट राइटिङ, एभ्रिथिङ सबै कुराहरू हामी लर्न गर्नेवाला छौँ। पर्सनल ब्रान्डिङदेखि लिएर स्क्रिप्ट राइटिङदेखि लिएर कन्टेन्ट फाइन्डिङदेखि लिएर एभ्रिथिङ। तपाईँलाई कुनैलाई कन्टेन्ट क्रिएसनमा इन्ट्रेस्ट होला, कुनैलाई भिडियो एडिटिङमा इन्ट्रेस्ट होला, एनिथिङ हामी सिक्नेवाला छौँ। सो दाभिन्ची रिभर्डहरू सिक्नेवाला छौँ, प्रिमियम प्रो, आफ्टर इफेक्ट, कम्युनिकेसन स्किल्स, एभ्रिथिङ, फोटोसप सबै हामी सिक्नेवाला छौँ दयास युनिभर्सिटीमा। र तपाईँले अहिले एक्सन लिनु भएन भने तपाईँ लेट हुन सक्नुहुन्छ, किनकि यो 2025 मा डिजिटल प्रडक्ट सेलिङ, द एफिलिएट मार्केटिङ, सेल्स एन्ड अकाउन्ट भनेको अहिलेको स्टार्टिङ फेज हो। यो फेजमा तपाईँले एउटा कुनै पनि निशलाई समातेर अगाडि बढ्नुहुन्छ भने अपकमिङ डेजहरूमा तपाईँ 100% सक्सेस हुनुहुन्छ, र कुनै पनि डिजिटल प्रडक्टहरू बाई गरेर तपाईँले आफ्नो जर्नी स्टार्ट गर्न सक्नुहुन्छ। र चाहिँ लेट चाहिँ नगर्नु होला, म तपाईँहरूलाई त्यही रिकमेन्ड गर्न चाहन्छु। एक्सन लिइहाल्नुपर्छ, कुनै पनि एउटा प्याकेज स्टार्ट गरेर आजदेखि नै हामी एडभान्स ट्रेनिङमा भेटौँ। र मैले आफ्नो मोबाइल नम्बर पनि छोडिदिनेवाला छु, र तपाईँले एकाउन्ट क्रिएट कसरी गर्ने भनेर पनि मैले अर्को भिडियोमा ल्याउनेवाला छु। र तपाईँले एकाउन्ट क्रिएट मलाई पर्सनली भिडियो कल गरेर गर्न चाहनुहुन्छ भने मैले डिस्क्रिप्सनमा अथवा कमेन्ट बक्समा मैले आफ्नो मोबाइल नम्बर छोडिदिनेवाला छु, र अथवा यो भिडियोको तल मैले नम्बर छोडिदिनेवाला छु। तपाईँले मलाई त्यहाँदेखि कन्ट्याक्ट गरेर तपाईँले एकाउन्ट क्रिएट गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईँले 5 डेजको एडभान्स ट्रेनिङ पाउनुहुन्छ, त्यसपछि मेरो पर्सनल मेन्टरसिप पाउनुहुन्छ। सबै कुराहरू सिकेर एउटा राम्रो इन्कम बिल्ड गर्नुहुन्छ, एउटा कन्टेन्ट क्रिएसनमा पनि जान सक्नुहुन्छ, इन्फ्लुएन्सर भएर पनि बस्न सक्नुहुन्छ। र यसमा धेरै म्याथडहरू तपाईँले थाहा पाउनुहुनेवाला छ। सो आई होप यो भिडियो चाहिँ तपाईँले मन परिसक्यो होला। नेक्स्ट भिडियो चाहिँ मैले हाउ टु क्रिएट एकाउन्ट भनेर ल्याउनेवाला छु, त्यसको लागि चाहिँ तपाईँ ढुक्क भएर बस्नु होला। र अर्को कुरा चाहिँ अहिले एक्सन लिनु भएन भने तपाईँ लेट हुनुहुन्छ, यो चाहिँ मैले अहिले इन्फर्म गरिदिएँ। एक्सन लिइहाल्नुपर्छ, र किनभने तपाईँले अहिलेसम्म एक्सपेक्ट गरिराख्नु भयो त्यति फ्रीमा आउँछ सोचिराख्नु भएको थियो भने अहिले घरबाट बाहिर निस्केपछि पानी पनि किन्नुपर्छ। सो यो कुरा चाहिँ रिमेम्बर गर्नु होला। कुनै ठुलो एमाउन्ट छैन, डिजिटल स्किल्सहरू सिक्नु छ, तपाईँले हाई पेइङ स्किल्सहरू सिक्नु छ भने यो म्याथड द युनिभर्सिटी इज बेस्ट अप्सन फर यु है। सो होप यु गाइस सबैजना यो भिडियोलाई इन्जोय गर्नुभयो, र मन पर्यो भने कमेन्ट बक्समा एउटा मिठो कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, र सब्सक्राइब गरिदिनु होला। हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ।